धन्यवाद भएको छ। यो गहुँको खेती एकदमै राम्रो भइरहेको छ, एकदमै असल प्रकारले बढेको छ, बाला दिएको छ, एकदमै राम्रो भइरहेको छ, एकदमै असल प्रकारले गुणोत्तर रूपले यसको वृद्धि भएको छ। किनभने यो राम्रो जमिनमा यसको बिउ पर्यो र यसले मल पाएको छ, यसले जल पाएको छ, आफ्नो ऋतुमा एकदमै यसले फल दिएको छ। तपाईँ र मेरो जीवनमा पनि उन्नति र सफलता पाउनको निम्ति तपाईँ र म पनि एकदमै असल प्रकारको ख्रीष्टको वचन अनुसार तपाईँ र म अगाडि हिँडेको हुनुपर्छ। तपाईँ र मेरो जीवन पनि पवित्र आत्माको नियन्त्रण भित्र हुनुपर्छ। तपाईँ र मैले वचन पाएको हुनुपर्छ, तपाईँ र मैले आराधना गरेको हुनुपर्छ, तपाईँले मैले स्तुति प्रशंसा गरेको हुनुपर्छ। वचन अनुसार तपाईँ र मैले जियौँ भने, वचन अनुसार हामी हिँड्यौँ भने, जसरी गहुँले राम्रो प्रकारले फल दिएको छ त्यसरी हाम्रो जीवनमा नै उन्नति र सफलता, प्रगति, चंगाई, छुटकारा हुँदछ।